अनि श्रृङ्खला खतिवडालाई त्योभन्दा बढी के गरेको थियो त? के गरेको थियो? कसले? अरबपति खरबपतिकी छोरी हुन्, हेलिकप्टरबाट स्कुल पुर्याउने गरेको थियो? के गरेको थियो? नेपो बेबी भनेको छ। घरमा गएर आएको किन भएको? अनि तपाईँहरूलाई भन्न गाह्रो हुन्छ हो कि यस्तो कुरा, बोल्न गाह्रो हुन्छ। सेल्फ सेन्सरसिप त्यसो नगरौँ। तपाईँहरूले पत्रकार त हिम्मतिलो जात हो नि, मसँग मात्रै हिम्मतिलो भएर के गर्नुहुन्छ? म यो नेपो बेबी भन्ने क्याम्पेन यस्तो कुराहरूलाई समर्थन गर्दिनँ। तपाईँहरूले अहङ्कार देख्नुहुन्छ होला, अहङ्कार होइन, सत्य हो। आफ्ना छोराछोरीलाई माया कसले गर्दैन? गरिन्छ। किन गरिँदैन माया? अनि के हो नेपो नचाहिने? अनि जो बच्चा बच्ची, अब बच्चा बच्ची स्कुल जान डराउने अवस्था छ। नेपो बेबी भन्छन् भनेर जान। नेपो बेबीको कुरा गर्दाखेरि उसलाई आफूलाई भने हो कि कसैले केही गर्छ कि त्रास छ।